फिल्म बाटोमुनिको फूलले समीक्षकबाट वाई वाई पाए पनि निर्माताको खल्तीमा पैसा भने भर्न सकेन। दर्शक तथा समीक्षकबाट पनि राम्रो तारिफ पाएकोले बाटोमुनिको फूल निर्माता राजेश घतानीले त्यही बेला नै अर्को सिनेमा बनाउने घोषणा गरेका थिए। करिब 1 वर्ष अगाडि चलचित्रको गीत रेकर्ड भइसके तापनि फिल्मको सुटिङ भने भएको थिएन। छायाङ्कन मिति सर्दा सर्दा कार्तिक 23 गतेबाट भने चलचित्रले आफ्नो छायाङ्कन आरम्भ गरेको छ। निर्माता राजेश घतानीको जन्मदिन पारेर सुरुवात गरिएको फिल्मको नाम राखिएको छ बितेका पल। आफ्नी पत्नीसँगै सुटिङ स्थलमा देखिएका राजेशले बाटोमुनिको फूलपछि दर्शकले राजेश घतानीको निर्माणमा बन्ने सिनेमाको अपेक्षा गरेको र त्यो अपेक्षा बाटोमुनिको फूल भन्दा अझ गजबको सिनेमा बनाएर पूरा गर्ने बताए। बितेका पल मैले बाटोमुनिको फूल पछाडि 2 वर्ष पछाडि बनाउँदैछु। यसमा एउटा इन्टायर टिम छ जसमा सुरज सुब्बाज्यूले नेतृत्व गर्नु भएको छ। लेखन निर्देशन अब धेरै टिम छौँ हामी यसभित्र, सबैले मेहनत गरेका छौँ र जसरी बाटोमुनिको फूललाई एक प्रकारले एप्रिसिएट गर्नु भएको छ हामी निराशा बनाउने छैनौँ। दर्शकहरूलाई बितेका पल चाहिँ बाटोमुनिको फूललाई राम्रो बनाउँछौँ हामी। जन्मदिन नै परेर होला राजेशकी श्रीमती जिना पनि राजेशले केही शब्द बोलिरहँदा मन्द मन्द मुस्कान दिँदै छेउैमा बसिरहेकी थिइन्। जिनाले फिल्मभित्र 2 गीत समेत गाएकी रहिछन्। अब निर्माताकै श्रीमती भएपछि त गीत गाइहाल्ने भइन् नि भन्ने सोच्दै हुनुहुन्छ भने तपाईँ अलि गलत नै हुन सक्नुहुन्छ, किनकि जिनाको आवाज पनि उत्तिकै मिठो छ। जीवन साथी शुरुआत तिमी नै अन्त्य पनि। बितेका पलको हिरोइन भने केकी अधिकारी हुन्। केकीले फिल्मभित्रको चरित्र खुलाउन नमिले पनि खुलाउन मिल्ने सम्मका कुरा मजाले नै भनिन्। रोल क्यारेक्टर छ मेरो खास फिल्ममा चाहिँ हैन, अलिकति कन्फ्युजिङ, अलिकति मेन्टली अलिकति साइको खालको केही मेन्टली जो फिट नभएको खालको केटी हैन, र यो पर्टिकुलर आज लिन आँटेको सिनमा चाहिँ त्यस्तै खालको एउटा केही साइकोनेस चाहिँ अब केटीबाट प्रेजेन्ट हुन्छ हैन, र उसले मन पराउने मान्छेलाई एउटा कन्फ्युजिङ स्टेट, एउटा चाहिँ डिप्रेसनमा पारिदिने खालको केही सिचुएसनमा चाहिँ सर्ट हुन लाग्छ। यता फिल्मका निर्देशक सुरज सुब्बा नाल्बोले बितेका पल आफ्नो सपना भएको र पहिलो पटक रियल स्टोरीमा फिल्म निर्देशन गरिरहेको जानकारी दिए। बितेका पल भन्ने चलचित्र राजेश घतानीजी, सुरज सुब्बा नाल्बो र मेरो इन्टायर टिमले देखेको एउटा ठुलो सपना हो र यो सत्य घटनामा आधारित कथालाई हामीले चयन गरेका छौँ र मेरो करियरमा पहिलो पटक मैले सत्य घटनालाई उठाउने कोसिस गरेको छु। अब हेरौँ काम गर्दै जाँदा हामी त्यो यथार्थको कतिको नजिक जान सक्छौँ त्यो त भोलिको दिनको कुरो हो। अब हिरो बाबु बोगटीको कुरा सुनिहालौँ। राजेशकै फिल्म बाटोमुनिको फूलबाट डेब्यू गरेका यी हिरोले बितेका पल नेपाली सिनेमाको लागि एक टर्निङ पोइन्ट फिल्मको रूपमा रहने विश्वास व्यक्त गरे। बितेका पल अत्यन्तै राम्रो प्रोडक्सन हाउस, साथै डाइरेक्सन, स्टोरी र म्युजिक पक्ष र एउटा प्याकेजमा एउटा नेपाली फिल्म इन्डस्ट्रीलाई एउटा राम्रो एउटा टर्निङ पोइन्ट ल्याउने फिल्म मलाई जहाँसम्म लाग्छ मेरो अनुभवमा मैले जति पनि स्टडी गरेको छु फिल्मको स्टोरी साथै म्युजिकहरू जति सुनेको छु त्यो हिसाबले त्यो लेभलको फिल्म बन्नेछ भन्ने मलाई आशा लिएको छु। स्पटमै निर्माता राजेश घतानीले केक काटी आफ्नो जन्मदिन मनाएका थिए। उपस्थित सम्पूर्णलाई केक खुवाउँदै उनले जन्मदिनको शुभकामना समेत लिएका थिए।